सम्मानीय सभामुख महोदय, आज टीआरसी विधेयक प्रमाणित भएको छ। यसकारण सबैजनालाई म कङ्ग्रेचुलेसन्स पनि भन्न चाहन्छु। केही कुरा त सेलिब्रेट गर्न सिकौँ। दोस्रो, यो एकदम महत्त्वपूर्ण प्रस्ताव छ, यसको समर्थन म जनाउन चाहन्छु र तीनवटा विषयमा म केन्द्रित रहन चाहन्छु। एउटा, हामीले हरेकचोटि केही क्रास भयो भने एउटा आयोग बनाउँछौँ, त्यो अनि हरेकचोटि फरक आयोग बनाउँछ। अनि भनेपछि त्यो रिसर्च गर्ने मान्छे, त्यो बुझ्ने मान्छेको त्यो नलेज इन्स्टिट्युसनलाइज हुँदैन। यो इन्डियामा पनि आइकाओको स्ट्यान्डर्ड्स एन्ड रेकमेन्डेड प्र्याक्टिससँग कम्प्लाई गर्नको लागि उनीहरूले सन् 2011मा स्वतन्त्र अनुसन्धान गर्ने निकाय स्थापना गरेको थियो। त्यो हामीले पनि गर्नुपर्छ। दुर्घटना जाँचमा स्थानीय पर्मनेन्ट स्ट्रक्चर चाहियो कि हरेकचोटि एक्सिडेन्ट हुन्छ, एउटा कमिटी बनाउँछ, त्यो कमिटीले काम गर्छ, उसले केही सिक्छ, त्यसपछि अर्को कमिटी बनिहाल्छ। इन्स्टिट्युसनलाइजेसन अफ नलेज कहिल्यै भएन। त्यसैले यसप्रति तपाईँको धारणा के छ, पहिलो त्यो बुझ्न चाहन्छु। दोस्रो, यो मेरो पूर्ववक्ता मान्यज्यूहरूले पनि राखिसक्नुभयो, यो क्यानलाई स्प्लिट गर्न ढिलो भइसक्यो। यो पहिला विधेयक टेबल पनि भएको, अप्पर हाउसबाट पास पनि भएको, यो हाउसमा चाहिँ नि किन टेबल हुँदैन? यो नगरेसम्म यो त के भन्छ, दुधको साँची बिरालो भने जस्तो भयो। आफैले होमवर्क पनि दिने, आफैले मार्क्स पनि गर्ने, अनि जहिले 100मा 100 दिने, होइन? त्यस्तै भइरहेछ कि अहिले। यो जबसम्म सर्भिस प्रोभाइडर र मोनिटरिङ युनिटमा स्प्लिट हुँदैन, कहिले पनि आफ्नो समस्याहरूलाई यो आइकाओको रिपोर्टले जुनसुकै प्रतिवेदनले दिए पनि यसलाई प्राथमिकतामा राखेर नसल्टाउने रहेछ। मैले अब यो आइकाओको यो यस्तो भनेको छ भनेर हरेक बुदा अङ्ग्रेजी र नेपालीमा उल्टा गर्दै म भन्दिनँ, किनभने यो सबै प्रतिवेदन तपाईँसँग छ, हामी सबैजनासँग छ। एउटा गुगल गऱ्यो भने सबै प्रतिवेदन छ, त्यसको बुदा नम्बर 56, 57, 50 त्यहाँबाट हेर्ने हो भने यो अघि पनि राखिसक्नुभयो, यो लाइसेन्सिङ प्रोभिजन भएन। अर्गनाइजेसन स्ट्रक्चर जुन प्रस्ताव गरेको छ त्यो अनुसार अर्गनाइजेसन स्ट्रक्चर छैन, एकदम धेरै प्रब्लम्स छ। र यो हरेकचोटि यही कुरा औँल्याउने तर कहिले पनि सोल्युसन नदिने चाहिँ नि यो चाहिँ नि हामीले ब्रेक गर्नै पर्छ। र अर्को एकदम महत्त्वपूर्ण, यो किन भइरहेछ होला भनेर मैले अध्ययन अलिकति गरेँ। यो एयरपोर्ट बनाउने एउटा लहर चलेको छ। हाम्रो मोर देन 75% अफ आवर एयरपोर्ट्स आर नट इन युज, त्यो प्रयोगमै छैन, होइन? तर एयरपोर्ट बनाउनमा ठुलो रकम छ। त्यो ठुलो भौतिक त्यो इन्फ्रास्ट्रक्चर प्रोजेक्टको करप्सन अमाउन्ट हेर्ने हो भने ठुलो अरबौँमा रकम आउँछ, साँच्चै नै अरबौँमा रकम आउँछ। अनि रेगुलेटरी क्याप्चरको लागि सबैलाई पोलिटिकल दाम, पैसाको दाम चढाएर त्यो प्लेसमेन्ट लिइन्छ, त्यो चाहिँ स्टप गर्नुपर्छ। र त्यो गर्दाखेरि हरेक वर्ष फेरि मेन्टेनेन्सको लागि पनि पैसा जान्छ भनेपछि जता पनि यो ठुलो यो रकम, द रिजन यो क्यान स्प्लिट हुँदैन र विधेयक आइसकेपछि पनि टेबल किन हुँदैन? त्यसकारण म मान्य मन्त्रीज्यूलाई के भन्छु भन्दाखेरि, अघि त शिक्षा मन्त्रीज्यूले हिजो चाहिँ नि राजनीति शिक्षालयबाट नसकेसम्म यो कहिल्यै सुध्रिँदैन भनेर मन्तव्य दिनुभयो। आज चाहिँ नि प्रधानमन्त्रीले हस्तक्षेप गरे पनि, जे गरे पनि त्यो हस्तक्षेप होइन भनेर पार्टीभित्र गाह्रो भयो होला, आई अन्डरस्ट्यान्ड। तर जबसम्म यस्तो फन्डामेन्टल कुरामा आफ्नो ब्याकबोन बनाएर अडिग रहेर काम गरिन्न हुँदैन। तपाईँलाई पनि प्रेसर आउँछ होला यसमा ब्याकअफ हो भनेर, तर तपाईँको साथ चाहिँ नि हामी छौँ। यो क्यानलाई स्प्लिट गर्नै पर्छ। यसमा जोबाट जतिसुकै प्रेसर आए पनि अडिग रहनु होला, यसलाई स्प्लिट गर्नै पर्छ। हवाई क्षेत्र, हाम्रो हवाई स्पेस निड्स टु बी सेफ। र यही भन्दै म शिक्षा मन्त्रीज्यूलाई पनि भन्छु, किन आत्तिने भन्नुहोस्, स्पष्ट अनुसार भन्नुहोस्। दलीय राजनीतिकरण जबसम्म शिक्षालयमा रहन्छ सुध्रिँदैन र त्यो हटाउने हो भनेर अडिग रहनुहोस्। जोसुकैको प्रेसर आओस्, जोसुकैले जे भनोस्, हामी आएको त जनताको मुद्दाको लागि हो, एजेन्डाको लागि हो। त्यसकारण यसमा म माननीय मन्त्रीज्यूलाई पनि क्यान चाहिँ स्प्लिट गर्नै पर्छ। अब सेबोनको पनि विधेयक आयो, सेबोन पनि त्यस्तै छ। सेबोनको धितोपत्रको अस्तिको विधेयकमा पनि त्यो स्प्लिट गर्नुपर्ने थियो, स्प्लिट गर्ने भनेर लेखिया छैन। यो ठ्याक्क बिचमा बिचौलिया छिर्छन् अनि बिगाड्छन्। यो चाहिँ तपाईँले हुन नदिनुहोस् प्लिज। वी आर विथ यु। यो क्यान स्प्लिट गर्नुपर्छ, हामी सपोर्ट गर्छौँ। धन्यवाद।